गोचेला पास सिक्किमको सबैभन्दा सुन्दर हिमाली उपत्यकाहरूमध्ये एक हो, जसको उचाइ समुद्री सतहदेखि 4940 मिटरमा रहेको छ। गोचेला पास सिक्किमको एकमात्र युनेस्को वर्ल्ड हेरिटेज साइट कञ्चनजङ्घा नेसनल पार्क भित्र पर्दछ। यस हिमाली उपत्यकाको प्रवेशद्वार पश्चिम सिक्किमको यक्सममा रहेको छ। गोचेला पासलाई समिट गर्दा धेरै तीता मिठा अनुभवहरू हामीले यो भिडियोको श्रृङ्खलामा साझा गरेका छौँ। यस भिडियोको श्रृङ्खलामा हामीले युवा पिँढीलाई प्रकृतिलाई संरक्षण साथै सम्वर्धन गर्ने सन्देशहरू पनि साझा गरेका छौँ। स्वागत छ हजुरलाई हाम्लेट ब्लगरको यो नयाँ भिडियोको श्रृङ्खलामा। हजुरको प्रतिक्रियाको अपेक्षा राखेका छौँ। गुड मर्निङ फ्रम सोरिङ। नयाँ एपिसोडमा तपाईँलाई स्वागत छ। र यसपालिको ट्रेकिङ चाहिँ हामी गोचेला गइरहेको छौँ। लास्ट टाइम हामी जङ्गडी गऱ्यौँ है। त्यो टाइम पनि हाम्रो गोचेला गर्ने हाम्रो सपना थियो, तर हामी गोचेला गर्न सकेनौँ। समय अलिक कम्ती भएकोले गर्दाखेरि र यसपालि चाहिँ हामी गोचेला गर्दैछौँ र एकदमै यहाँनिर है रेडी। आज स्कुलमा अलिकति प्रोग्राम छ, त्यो प्रोग्राम सकेर हामी जान्छौँ। त्यहाँदेखि आज गएर हामी यक्सम बस्नेछौँ। यक्समबाट चाहिँ भोलि बिहान चाहिँ हामी हिँड्नेछौँ। र यो भिडियो अलिक लामो हुनसक्छ सायद। यसमा म पार्ट गरेर पनि युट्युबमा हाल्नेछु। र यसपालि चाहिँ म राम्रोसँगले अर्गनाइज वेमा भिडियो लगाउने छु। र जति पनि ट्राभलर्स हुनुहुन्छ है, जति पनि जो पनि अब घुम्न चाहनुहुन्छ है, जसले पनि मेरो भिडियोलाई माया गरिदिनुहुन्छ है, प्लिज भिडियोलाई हेरिदिनु होला। कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला। र सधैँ समय पाउँदा यो च्यानल तपाईँहरूको च्यानल हो, माया गरिदिनु होला, हेरिबस्नु होला। किप वाचिङ। प्रिपरेसन भइरहेछ। फाइनली यक्सम आइपुगेको छौँ हामी। र आज अलिक टाढो फिल भयो ड्राइभ गर्दा, गलेको जस्तो पनि भयो, तर आनन्दसँग आइपुगेको छौँ हामी। यहाँनिर अहिले लिङ्कर्पा होमस्टेमा छौँ गीता आएको। र आजको बेलुका के हुन्छ म अपडेट दिँदै गर्छु है। क्या त घडाउनु पर्दा हुन्छ बडो, यो हुँदैन फेरि गर्नु पर्दैन। फेरि यहाँ त मेसिन पाउँदैन रहेछ योक्सोमा त, साह्रो राम्ररी गर्नुपर्छ। फेरि एकखेप मिलाएर पैसा हो कसकै पनि फेरि हुने हो। मेसिन पाउँदैन है, डाक जस्तो छ हो, यदि हुन्छ फेरि हो। छैन नि मेसिन छैन है। भन्दा हातमा ठेला फेरि गर्ने गर्ने नै हो। अन्त हातमा ठेला उठ्छ त। हामी चाहिँ यहाँ बसिरहेको छु र हाम्रो साथीहरू चाहिँ आउनु सकेन। यहाँनिर भिडियो कलमा छ हो, ठुलो गर्नु ठुलो। सपेल सरले हामीलाई एकदमै मिस गर्दैछ हो। के भयो के भयो? Some problem, that's why. MP. Money problem. मनको पीडा। आयो छ। तर के छैन, हामी हाल्दिहाल्छ है। अब भिडियोमा यसरी गफ त दिनै पर्यो होला। पैसा पुगेन भने चाहिँ भन्नु त। पैसा पुगेन भने अस्ति 3 हजारमा दिएको छु हो। अब त्यो पुगेन भने चाहिँ मलाई भन्नु नि, म अलिक सक्दिनँ। यो चाहिँ कट हुन्छ ल बुढो भिडियोमा। ओके, अगेन फ्रम लिङ्कर्पा होमस्टे।
यक्सुम। हाम्रो यात्रा अलिकति लामो हुन्छ पहिलाको भन्दाखेरि। पहिला हामी कति 3 डेजमा सबै कम्प्लिट गरेको थियौँ। एकदमै हेक्टिक पनि थियो है, रफ पनि थियो। अन्त त्यो अलिकति मिसम्यानेज पनि थियो। यसपालि अलिकति हामी म्यानेज गर्ने कोसिस गरेको छौँ यसपालि चाहिँ। यो सेकेन्ड ट्र्याकमा चाहिँ हेरौँ अब कतिको म्यानेज हुन्छ भनेर। र आज चाहिँ हामी यहाँबाट निस्किएपछि तपाईँको हामी बस्नेछौँ बाखिम है। बाखिममा आजको हाम्रो फर्स्ट स्टे हुनेछ र आशा छ हाम्रो आजको यो पदयात्रा अति नै राम्रो हुन्छ होला भनेर है। र हामी यात्रा साथसाथै हामी प्रवर्धन है सम्वर्धन पनि गर्नेछौँ है। हामीले कन्जर्भ पनि गर्नुपर्ने हुन्छ, हामी प्रमोट पनि गर्नुपर्ने हुन्छ र हाम्रो जग्गालाई एकदमै हामी स्वच्छ राखौँ है। यसरी ट्रेकिङ गर्नुपर्छ, आउने जेनेरेसनको लागि राख्नुपर्छ भन्दै अब भने चाहिँ हामी यहाँबाट लिङ्कर्पाबाट हामी यहाँबाट हिँडिसकेको छौँ र वेदरले पनि अलिक साथ दिइरहेको छ है। एकदमै क्लियर स्काई छ आज र आशा छ एकदमै राम्रो वेदर हुन्छ होला भनेर। किप वाचिङ। सिरासिर चौतारीको भिरै मनमा छ पिरै पिरो भन्ने खस। टप सिङ्गर छ त, टप सिङ्गर। र अहिले चाहिँ हाम्रो यहाँनिर फर्मालिटिज भइसकेको छ केएनपी गेटमा र अब चाहिँ हामी यहाँदेखि लागिसकेका छौँ। समोक सर the one and only entertainer LH. Finally we are entering into the UNESCO World Heritage Site, Kanchenjunga National Park. The bridge मजाले हलिरहेछ, पानीको बहाव हेर्न सक्नुहुन्छ। वाउ, पहिलाको भन्दा हामीलाई अति नै सजिलो भयो आज। हामी एकैछिनमा आइपुगेको छौँ। ओके, यो चाहिँ लास्ट टाइम हामीले जङ्गलीमा देखेको थियौँ। The one and only UNESCO World Heritage Site of Sikkim, KNP. छिटो आइपुग्छ भयो आज है? छिटो आइपुग्यो आज, आधी घन्टामै कभर भयो। बाखिमका दिउँसै पुग्छ है। र हामी अहिले अलिकति रेस्ट लिइरहेछौँ। एकदमै स्टिफ थियो त, त्यसले गर्दाखेरि मैले बाटोमा ब्लग गर्न सकिनँ, किनभने आज हामीले हाम्रो एन्ड्युरेन्सलाई टेस्ट गर्दैछौँ, हाम्रो रिदमलाई टेस्ट गरिरहेछौँ र त्यही कारणले गर्दाखेरि हामी अलिक त्यस्तो मजाले बाटोमा गर्न सकेनौँ। र एकछिन हामी चिसो पानी, सानो खोला छ हाम्रो छेउछेउहरू, पानीमा रमाइरहेको छ है। पानी यहाँको खोलाको पानीले मुग्दा आनन्द, अति नै आनन्द आइरहेछ। चिसो हावा ब्रिजमा। पुरा जाऊ, गो। र हामी छोगाउँ पुगिसकेको छौँ। याक्समबाट हेर्नुपर्दा चाहिँ लगभग यो 3rd बेस क्याम्प हो। याक्सम, साचिन, त्यसको बादमा आउँछ तपाईँको बाखिम, बाखिमदेखि छोका है। र लास्ट टाइम आउँदा चाहिँ हामी यहाँ डाइरेक्ट यहाँनिर छोकामा नै होल्ड गरेको थियो, डाइरेक्ट है। यसपालि चाहिँ हामी बाखिममा बस्यौँ र आज हामी जङ्गलीमा बस्नेछौँ है। तपाईँलाई अलिकति म भ्यू दिन चाहन्छु है। अहिले एकदमै पिक सिजन छ, टुरिस्टहरूको फ्लो एकदमै ज्यादा छ है यहाँनिर। हेर्नुहोस्, मजाले आइपुग्यो, एकदम राम्रो भयो होइन। कोही बिमार भएन, कसै खुट्टा सुट्टा दुख्नु केही चपेटी गर्नु होइन। ओके, एकदम राम्रोसँग आइपुगेको छौँ है हामी जङ्गलीमा। अब रेस्ट गरेर हामी यताउता अलिकति एक्सप्लोर गर्नेछौँ।
हजुर नमस्ते फ्रम जङ्ग्री र जङ्ग्री टप चाहिँ हामी आज गएनौँ अलिकति हामी झुक्यौँ बिहान मौसम त्यति राम्रो थिएन र मौसम राम्रो भयो अरे भन्दा कता कता रिग्रेट भएको जस्तो भयो कता कता तर केही छैन पहिला पनि हामी आएका थियौँ र अब हामी जङ्ग्रीबाट चाहिँ आज हामी फाङसिङबाट बस्नेछौँ र भोलि बिहान हामी बिहानभन्दा पनि बेलुकाको 12 बजे नै हिँड्नुपर्ने सब्मिट गर्नुको लागि घोषणा सब्मिट गर्नुको लागि चाहिँ र नजारा हेर्नुहोस् अति नै राम्रो छ होइन हामी यहाँनिर केसेस बोइस यहाँनिर फाँडिरहेछ हामी मात्रै हाम्रो ट्रिप्स हामीसँगै आउनेहरूमा चाहिँ प्रायः हामी फर्स्ट हामी भइरहेको छौँ र आशा छ आजको हाम्रो यो जुन चाहिँ ट्र्याक हुनेछ है हाइकिङ हुनेछ यो पनि राम्रो हुन्छ होला भनेर एकदमै आशा राखेको छु र बाटोमा जाँदाखेरि आज चाहिँ मलाई जहाँसम्म लाग्दैछ दामी दामी जग्गाहरू हामी देख्छौँ होला र त्यो जग्गाहरू आज त हामी देखाउँदै जानेछौँ है हिजो त हामीले अलिकति भिडियो गरेन सबै जग्गा किनभने त्यो राम्रो देखाउने लायकको जग्गा थियो तर अब त्यस्तो भएन तर अब भने चाहिँ जति पनि हाम्रो ट्रेल हुन जाने चाहिँ ट्रेलमा एकदमै राम्रो राम्रो जग्गाहरू छ त्यो सबै तपाईँलाई हामी देखाउनेछौँ स्टे ट्युन राजीव सरको लागि एउटा मेसेज के मेसेज चाहिँ के हो भन्दाखेरि बुढोले हिउँ देखेको छैन भन्थ्यो कि हिउँ चाहिँ यस्तो खाले हुन्छ ल यस्तो खाले हुन्छ हो सेतो हुन्छ होइन अन्त तपाईँको नाम पनि लेखिदिन्छु ल यहाँ हिउँमा RAJEV राजीव हो केटा हो जो नआउने ट्रेकिङ नआउनेहरूको लागि चाहिँ यो भिडियो चाहिँ सञ्जय सर के भन्नु छ तपाईँ के भन्नु छ रिग्रेट हुँदै होला भ्यू हेर्नु यस्तो छ यस्तो छ हो एकदमै हिजो स्नोफल भएर चाहिँ सेतै भइरहेको छ दुईजना माथि पुगेको छ देख्यो कस्तो भयो हिजो फेरि हिउँ पर्दै आज घाम लाग्यो होइन त्यही त दिन त के टाइम भयो नि अब र अहिले हामी जङ्ग्रीको यहाँनिर यो हाइक है एउटा हाइक सकेर यहाँ आइपुगेको छौँ र यहाँबाट चाहिँ तपाईँको टक्कै भिजिबल तपाईँले हेर्न सक्छ तेन्जिङ खाङ जुक्नु है अति राम्रो देखिरहेको छ उता पाण्डिम कस्तुरी रेन्ज मजाले देखिरहेको छ हेर्न सक्नुहुन्छ थ्याङ्क गड हेर्नु त मोहन पाण्डिम तेन्जिङ खाङ वाउ साथीहरूलाई ओभर मिस गरेँ नि मैले चाहिँ साथीहरू यहाँनिर मजाले भिडियोहरू गर्नुहुँदैछ है फोटो खिच्दैछ र मेरो अलिकति भिडियो क्वालिटी मैले चेन्ज गरेको छु FPS अलिक कम्ती छ तर क्वालिटी 4K नै छ मेरो अगाडि छेउछाउ जानु हुँदैछ यहाँ हिउँमा हिँड्नुको मजा कस्तो छैन कडा है अस्ति आउँदाखेरि हामीले भ्यू राम्रो पाएको थिएन यसपालि भ्यू त अब के भन्नु र अब लभली भ्यू नि लभली भ्यू र अहिले भने चाहिँ हामी जङ्ग्री टपदेखि नै अब उकालो लाग्यौँ है हाम्रो गोचेला सब्मिट छ सब्मिट होइन समिट छ है
यस्तै हुन्छ कोही बेला बोल्दा बोल्दै यतिको राम्रो मौसम सायदै अब लक्की मान्छेले मात्रै पाउँछ किन भन्दाखेरि चाहिँ अब हिजो मजाले स्नोफल भयो तपाईँले भिडियोमा देख्नुभयो होइन अब स्नोफलको पश्चात भोलिपल्ट चाहिँ दिन खोलिदिएको छ होइन त स्काई त्यस्तो क्लियर छैन तर माउन्टेन्सको चाहिँ अब भ्यू चाहिँ अब अति नै राम्रो छ नि त अलिक साह्रो पनि परिरहेको छ बोल्नु किनभने अलिकति अब नो ट्री जोन आइसकेको छौँ हामी होइन यहाँ एकदमै स्नोफल बेसी भयो त्यहाँदेखि प्लस यहाँनिर अब अरू तपाईँको तल जस्तो पाइन ट्रिजहरू त्यस्तो केही पनि पाइन ट्रिजहरू पाइँदैन हात पनि पुरा गलिहाल्छ यो फोन पक्रिँदाखेरि र म भिडियो गर्दै हिँड्नेछु है अति नै सुन्दर नजारा है मेरो पछाडि हेर्नुहोस् माउन्टेन्सहरू है ओभर दामी छ लाइफमा एक टाइम चाहिँ तपाईँहरू पनि यसरी घुम्नुहोस् है गोचेला सब्मिट गर्नुहोस् जङ्गलीसँग भए पनि आउनुहोस् अति नै राम्रो दृश्य छ यहाँ आएपछि सबैभन्दा ठुलो पाउने कुरा भनेको नै आनन्द हो आनन्द घोर आनन्द मेरो साथीहरू अगाडि छ म अलिक पछाडि हिँड्दैछु म भिडियो गर्दै हिँडेको र भिडियो गर्दै हिँड्दाखेरि अलिक सास बढिहाल्दो रहेछ बेसी बोल्नु सकिरहेको छैन हिमै हिउँले ढाकेको जग्गामा हिँडिरहेछ सास त बढिरहेछ आफूले आफूलाई एक्लोमेटाइज गर्दै हिँडिरहेछु तर एक प्रकारको आनन्द आइरहेछ क्या आनन्द खेल्दै आउँदा पनि भयो यस्तो छ हिरो के भयो चालमा गइदियो त हिरो त जाऊ र चढ्दै हिँड्दा है केटाहरूसँग रमाउँदै सबै कुराहरू आज पहिला आएको ट्रेकिङहरू पनि मिस गर्दै केटाहरूलाई सम्झाउँदै घर परिवार साथीहरू सबैले सम्झिँदै होइन बितेर गएको मान्छेहरूलाई पनि सम्झाउँदै किनभने यो जग्गै त्यस्तो हो नि त यहाँ सबै कुराको याद आउँछ आनन्द आउँछ है घुम्दै आउँदाखेरि हामी यहाँ आइपुग्यो अब यो जग्गालाई एक्ज्याक्ट याद भएन हामी अन द वे टु थाङसिङ हामी गइरहेका छौँ र आज त हाम्रो थाङसिङमा स्टे हुनेछ र हामीलाई नेचरले एकदमै वेलकम गरिराखेको छ र तपाईँले मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ अति नै राम्रो है मनोहर दृश्य छ यहाँनिर अब नेचरले 12 मास चाहिँ यस्तो खालको हामीलाई मौसम दिँदैन है र हामी चाहिँ आफूलाई एक्लोमेटाइज गर्दै अगाडि आफ्नो रुटलाई गेन गरिरहेको छौँ तपाईँहरू पनि आउँदाखेरि कहिले पनि नतालिनुहोस् किनभने यहाँनिर हामी जान्नमा आयौँ कि जुनै साल पनि एकजनाको मृत्यु भइराखेको नै छ किनभने हामी अतालेर आउँछौँ अतालेर अब एक्साइटमेन्टमा हिउँ देख्छौँ कुद्छौँ खेल्छौँ होइन हाई एल्टिट्युडमा हामीले एल्टिट्युड सिकनेस भएर कसैलाई हार्ट स्ट्रोक भएर हाइपरटेन्सनहरू भएर त्यस्तो बिमारहरू हुने सम्भावना एकदमै बेसी मात्रामा हुन्छ र तपाईँहरूले चाहिँ आफ्नो हेल्थ ठिक छैन भने चाहिँ पहिला आउनुभन्दा अगाडि बेस्ट चाहिँ अब तपाईँले आफ्नो सुगर लेभल टेस्ट गरेर आउनुहोस् ब्लड टेस्टहरू गरेर आउनुहोस् त्यहाँदेखि प्रेसरहरू के कसो छ त्यो कुरालाई पनि तपाईँले हेरेर आउनुपर्छ किनभने एडभेन्चर त छ है यहाँनिर हामीलाई मजा त आउँछ एडभेन्चरमा होइन बियोन्ड द कम्फर्ट जोन आइसकेपछि तर साथसाथै हाम्रो जिन्दगी पनि हो हामीले जिन्दगीलाई पनि खेलवाड गर्नु हुँदैन किनभने हाम्रो हेल्थ बाँच्यो भने हामी फेरि पनि आउन सक्छौँ र एउटा मेसेज चाहिँ म के दिन चाहन्छु भन्दा युथहरूलाई विशेष गरेर आउँदाखेरि चाहिँ अब कतिजनाले चाहिँ अब कति पुरा नार्कोटिक्सहरू यहाँनिर गर्ने गर्छ त्यस्तोहरू चाहिँ नगर्नुहोस् किन भन्दाखेरि हाई एल्टिट्युडले अलिकति प्रब्लमहरू गराउँछ किनभने लास्ट टाइम पनि त्यस्तो भएको यहाँ हामीले खबर पाउन सक्यौँ जङ्गलीमा है त्यस्तो नहोस् है सबैजना आउनुहोस् घुम्नुहोस् हाम्रो पिस एन्ड साइलेन्टली इन्जोय गर्नुहोस् यो जग्गालाई एकदमै है अनडिस्टर्ब राखौँ ताकि आउने जेनेरेसनले पनि यसलाई इन्जोय गर्न सकौँ र भिडियो लामो हुन्छ अवश्य नै तर हेरिरहनु होला एन्ड कर्टेसी क्यामेराम्यान गोज टु छङ लुपोन सर लुपोन सर फेरि लुपोन भनेको चाहिँ लेप्चाबाट सरै भनेको सर ह्यान्डसेक गरेर उता फर्किनु ल सँगसँगै ब्रिज कहिले देख्नु भएको थियो अरे
ब्रिज चाहिँ मैले खालि भिडियो र फोटो मात्रै देख्नु पाइँदै थियो आज चाहिँ रियलमै देख्नु पाएँ है कदमले टेक्दै आयो भिडियो पनि देख्नु पाएँ है भिडियो बनाउनु पायो देख्नु पायो बुढोलाई जाने मन परेन घर जाने मन परेन अरे घर जानै मन परेछ औ रिल्स म्यान दामी भएछ भिडियो भइहाल्छ उकालो कोचरेकै छ केटाहरू थाङसिङपट्टि साँझको समय भइराखेको छ है पाण्डिम र तेन्जिङ खाङ हेर्नुहोस् अति नै राम्रोसँगले खुलिएको छ अब यो भ्यू चाहिँ हत्तपत्त हामीले देख्नु पाउँदैनौँ हामी एकदमै लक्की छौँ प्रत्येक ट्रिपमा चाहिँ हामी आफूले लक्की ठानिराखेको छौँ प्रत्येक दिन है मजा आइराखेको छ एकदमै लक्की किन लक्की फिल गर्छौँ भन्दाखेरि चाहिँ यसरी खोलिँदैन हत्तपत्त हिमालले हामीलाई वेलकम गर्दैन है तपाईँको यहाँनिर पाण्डिम पनि छ तेन्जिङ खाङ पनि मजाले खोलिराखेको छ एकदमै राम्रो नजारा देख्नु पायो खुसी लागेको छ हामी एकदमै आनन्द छौँ तरै पनि यो घडीमा पनि म हामीसँग नआउने केटाहरूलाई चाहिँ मैले मिस यस ओके गुड मर्निङ फ्रम थाङसिङ र आज हामी 4 डेजमा छौँ र आज चाहिँ हाम्रो यहाँदेखि डाइरेक्ट गोसेला पाससम्म हाम्रो हाइक हुनेछ है र लगभग अहिले कति बज्यो सर 12:43 भइसकेको छ र हामी छिटो किन हिँड्यौँ भन्दाखेरि चाहिँ अब हामी पहिला आएको छैनौँ यहाँनिर मतलब नर्मल ट्र्याकर्सहरूलाई चाहिँ 5 घन्टासम्म लाग्छ पुग्नु भन्दैछ र 5 घन्टा लाग्छ लाग्दैन त्यो त हामी पुगेर मात्रै थाहा हुन्छ र हामी चाहिँ आफ्नो पेस त्यसले गर्दाखेरि एडभान्समा टाइम लिएको र अहिले एकदम अन्धकार छ तर अन्धकार भए तापनि आकाश मजाले खुलेको छ पछाडि तपाईँले देख्नुहुन्छ मौसम एकदमै क्लियर छ माउन्टेन एकदम भिजिबल छ हामीलाई एकदमै मुनले पनि साथ दिइराखेको छ है एकदमै राम्रो आजको दिन सुरुवात भइराखेको छ र हाम्रो बिचको जति पनि हामी भ्युजहरू छ हामी तपाईँलाई देखाउँदै आउनेछौँ यस्तै थियो र निकै अगाडि आइसकेका छौँ हामी हाम्रो लङम्यान देख्नु हुँदैछ क्यामेरामा टाउको जहिले काटिन्छ उसको चाहिँ लङम्यान ओके मेरो देब्रे खुट्टाको पैताल अलिकति प्रब्लम हुँदैछ कि तर पनि हिँड्न सकिरहेको छ त्यस्तो दुखेको छैन हिँड्न सकिरहेको छ होइन ठिकै छ बिस्तारै हिँड्छु म अलिकति ब्लगिङ गर्दै हिँड्छु है ठिकै छ केटाहरू ठिकै होला सबै होइन ओके लेट्स मुभ ओके यस ब्रो ठिक छ ओके ठिक छ ठिकै छ अलिकति त्यो भोक लाग्दाखेरि त्यो एनर्जी डाउन भएर भोक लाग्यो अक्सिजन पनि कम्ती भएकै मलाई याद छ त्यसै कारण बिस्कुट खाँदिनँ अहिले प्रोटिन भएर खाएँ मैले अलिकति हुन्छ नि त्यो बडीलाई आफ्नै रिदममा जतिको बडीले तान्दैछ त्यही हिसाबले एकोमोडाइज गर्दै हिँड्दैछु म ठिकै छ के छ नभए लास्ट यो डाँडा कटिहाल्छ पुगिहाल्यो ओके ओके र एकदमै हेक्टिक हाइकिङ है गर्दा बल्ल हामी गोसेला टप हामी आइपुग्यो भन्नुभयो है गोसेला रेन्ज आइपुगिसकेको छु म चाहिँ सरहरू सबैजना अगाडि हुनुहुन्छ मजाले भिडियो गर्दै आएको छु है बिहान अति नै राम्रो खुलेको थियो तर अहिले अचानक फेरि है मौसमले यस्तो साथ दिएन तर पनि मुनिको रेन्ज मजाले देखिरहेको छ माइटी कञ्चनजङ्घा चाहिँ हामी राम्रोसँग हेर्न पाइरहेको छैन माउन्टेन्स 360 डिग्री हेर्न सक्नुहुन्छ है What a lovely view. Keep watching. भर्खरै हामीले प्रेयरको काम थियो है त्यो प्रेयर हामी गरिसकेको छौँ हामी सबैजनाले आफ्नो आफ्नो है धर्मअनुसार आफ्नो आफ्नो प्रार्थनाअनुसार हामीले यहाँनिर माइटी कञ्चनजङ्घालाई साक्षी राखेर हामीले प्रार्थना गरिसकेका छौँ र यहाँबाट म गोसेला भ्यू पोइन्टबाट यहाँबाट तपाईँलाई फेरि पनि म 360 डिग्री भ्यू दिइरहेछु लै
Go. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. 7 पप्रे 7 के पो पाप्रे लाप्रे चाहिँ यहाँ चाहिँ झुन्डिरहेको छ यहाँ हेर्नुहोस् है अब एकदम थ्रिलिङ मोमेन्ट हो थ्रिलिङ मोमेन्ट के भन्दाखेरि हामी चाहिँ अब माउन्टेनमा आएपछि हामी केसेसको फोटो खिच्छौँ होइन टी सर्ट लगाएको हुन्छौँ टी सर्ट चाहिँ भित्र छ होइन अब लुगा खोल्नु परिरहेछ अब बिजोक सरी कुरा चाहिँ छिटो खोल्नु ब्रो मरिँदैन होला जाडोले एउटा 5,000 को ज्याकेट गयो 50,000 को त अप्पर नै लागेको छ नुब्रोले 5,000 को मुनि गयो अब ओ 5,000 10,000 गयो हो फेरि छु यहाँ 15,000 को झरे फेरि हो ए अब चाहिँ आइरहेछ खोलिँदैन फेरि Okay, namaste from one of the highest point. है ट्रेकर्सको लागि चाहिँ हाम्रो सिक्किममा one of the highest point हो यो above 5,000 है गोसेलाको जुन चाहिँ हाम्रो यहाँनिर हाइकिङ ट्रेलको र यो चाहिँ above 5,000 मिटरमा छ र यहाँ यो सब्मिट गर्नुको लागि चाहिँ अब हामीले चाहिँ बेसिकल्ली चाहिँ कुन चाहिँ रुट लिएको छौँ भन्दाखेरि चाहिँ हामी जङ्गडी आयौँ जङ्गडीबाट चाहिँ यसरी घुम्दै घुम्दै तलबाट कोक्चुडुङ हुँदै थाङसिङबाट माथि आएको छौँ र एउटा कुरा चाहिँ यहाँनिर आउँदाखेरि चाहिँ डिफ्रेन्स चाहिँ के मेसेज दिन चाहेको छु भन्दाखेरि चाहिँ जुन पहिलातिर भन्दा चाहिँ अहिले एकदमै बेसी यहाँनिरको ग्लेसियरहरू एकदमै कम्ती भएको देखिरहेछौँ हामीले है हिउँहरू एकदमै कम्ती भइरहेको देखिरहेको छौँ र यो चाहिँ अब हामी जहाँसम्म लाग्छ ग्लोबल वार्मिङको नि इम्प्याक्ट हो होइन र यो कुराहरूलाई अब हामीले तपाईँ र मैले मात्रै बचाएर हुँदैन यो त अब एकदमै ग्लोबल इस्यु हो तर पनि हामीले सक्दो चाहिँ यसलाई हामीले संरक्षण गर्ने हामी कोसिस गरौँ र बेसिकली यहाँबाट चाहिँ आजको दिनमा हाम्रो ग्रुपले चाहिँ एउटा के मेसेज दिन चाहन्छ भन्दाखेरि चाहिँ जति पनि हामी यहाँ यो ट्रेलमा हाम्रो सक्सेस हुनुको लागि हामीले जसले पनि हेल्प गरेको छ डाइरेक्टली एउटा इन्डाइरेक्टली उहाँहरू सबैजनालाई थ्याङ्क यू भन्न चाहन्छु एउटा मेसेज दिन चाहन्छु है र एउटा मोरली पनि सपोर्ट गरेको छ कसैले फाइनेन्सियली पनि सपोर्ट गरेको छ है हामीलाई एउटा कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो फ्रेन्ड सर्कलले चाहिँ एकदमै हामीलाई सपोर्ट गरेको छ कतिजना साथीहरू आएको छैन उहाँहरूलाई हामीले एकदमै मिस गऱ्यौँ यो यहाँबाट मेसेजको भिडियो मात्रै हो र तपाईँहरू पनि सक्नुहुन्छ यहाँनिर आउनुहोस् है इन्जोय गर्नुहोस् यो जग्गाको पिस एन्ड सेरेनिटीलाई इन्जोय गर्नुहोस् किनभने यो जग्गा घुम्न सबैले सक्दैन मान्छेकोमा पैसा छ अरे तर हेल्थ छैन भने सक्दैन हेल्थ हुनु अति नै जरुरी छ यहाँनिर है र समयमै आएको एकदमै राम्रो जुनसुकै समयमा यो हुँदैन र तपाईँहरू आउनुहोस् घुम्नुहोस् इन्जोय गर्नुहोस् है हाम्रो यो जग्गालाई अझै हामी एक्सप्लोर गरौँ है संरक्षण र सम्वर्धन भन्ने कुरा हामी सबैजनाले गर्नुपर्छ र हामी सबै लागि पर्नुपर्छ र अगर हामीले हाम्रो जग्गालाई बचाएर राखेन भने आउने भावी पिँढीले पनि आउने भावी पिँढीको लागि चाहिँ जग्गा रहँदैन र थ्याङ्क यू सो मच